सो वेलकम ब्याक टु बिजी वाचेस गाइस। आज हामी कुरा गर्छौँ बार्सिलोनाको ट्यालेन्ट ड्रो फर्नान्डेजले किन बार्सिलोना छोडेछ र बार्सा छोडेपछि अब कुन क्लबमा जान्छ, फ्युचर के कस्तो हुन सक्छ, यो सबै कुरा गर्छौँ। त्यस पछाडि लेभान्ते भर्सेस क्लब दे रियल मद्रिदले लेभान्तेलाई के कसो गरेर हरायो, अनि त्यस पछाडि मद्रिदले अर्को गेम्सहरुमा जाँदा आरबी लाओले अर्को गेम्सहरुमा जाँदा के कस्तो इम्प्रुभमेन्ट गर्न सक्छ जस्तो देखिन्छ, त्यो कुरा गरौँ। अनि फाइनली म्यानचेस्टर डर्बी, म्यान वाट अ डर्बी, वाट अ टिम म्यानचेस्टर युनाइटेड क्यारिकको अन्डरमा, यसको कुरा गर्छौँ। तर त्योभन्दा अगाडि यु नो इट गाइस, सब्स्क्राइब गरेर राख यस्तै एनर्जेटिक भिडियो देख्नको लागि चाहिँ जहिले 10K पुऱ्याउ, जय महाकाल गरौँ, त्यो सब्स्क्राइब गरिहाल। अब चाहिँ जाउँ हामी भिडियोमा। सो गेम्सहरुमा जानुभन्दा अगाडि हामी पेद्रो ड्रो फर्नान्डेजमा जाउँ। केटो देख्दा मलाई साह्रै मन पर्थ्यो, पिचमा पनि राम्रो थियो, फिजिकलिटी हल्का बच्चै त छ, 18 वर्ष हो, फिजिकलिटी आउने बाँकी थियो, नत्र स्टार्टर एलिमेन्ट ब्रो, 100% स्टार्टर फर द टिम। तर पेद्रो फर्नान्डेजले चाहिँ के डिसिजन लिएछ भने एलोङ विथ हिज एजेन्ट, यो चाहिँ पुरै एजेन्टकै खेल देखेँ हामी त्यसमा पनि होला, बार्सिलोना छोड्ने। किन भन्दा यहाँ मैले अपर्च्युनिटी पाइनँ। कति वर्ष छ, 22-23 वर्ष पुगेर अपर्च्युनिटी नपाएर छोड्न लागेको त होइन, हिज जस्ट 18। यो फुटबलमा एजेन्ट एउटा राम्रो हुनु चाहिँ लास्ट नै इम्पोर्टेन्ट हुँदो रहेछ क्या। यो कुरा चाहिँ म धेरै ट्रान्सफरहरूबाट देख्छु र यो चाहिँ एउटा प्राइम एक्जाम्पल हो क्या। हान्सी फ्लिकले फर्स्ट टिम डाइनामिक्समा ल्याइरहेको छ, ल्याउन खोजिरहेको छ, 5वटा गेममा हल्का हल्का भयो नि मिनट्स पाइसक्यो यो सिजनमा, प्लस फ्यान्सहरूले पनि मन पराइरहेको छन्, ट्यालेन्ट त्यही देखिन्छ। तर पनि उसको एजेन्टले के डिसाइड गर्छ भने मेरो क्लाइन्ट, अब एजेन्टको त क्लाइन्टै हो, मेरो 18 वर्षको क्लाइन्ट बार्सिलोनाको फर्स्ट टिममा गेम टाइम पाएन, डानी ओल्मो, फर्मिन लोपेज, पेद्री, डियोङ भन्दा अगाडि खेल्न पाएन, त्यही भएर मैले निकाल्छु रे ब्रो। के खालको बुद्धि हो क्या एजेन्टको ब्रो। त्यही पनि रिलिज क्लज जम्मा 6 मिलियन छ र टिम्सहरू यतिको झपट्टा हानिरहेको छन्, कसले लाने भन्ने। अहिले रेसमा चाहिँ धेरै क्लबहरू देखिरहेको छन्, इभन म्यान सिटी पनि आइरहेको छ अरे। यही जनवरीमा बल्ल 18 वर्ष पुगेको छ केटो, स्पेनिस मिडफिल्डर। के भन्छ भन्दा बार्सिलोना छोड्ने रे, त्यो पनि जम्मा 6 मिलियनको रिलिज क्लजमा। हान्सी फ्लिकले पनि यसको बारेमा इन्टरभ्यू दियो, के दियो भन्दा यो कलर्सको लागि, यो ब्याचको लागि जो खेल्छ खेल्छ, जसले खेल्न खोज्दैन बाई बाई, आई डोन्ट केयर ब्रो, मलाई केही मतलब छैन, जाओ। म यहाँ भएको प्लेयरहरूलाई चाहिँ खतरा बनाएर छोड्छु। इभन ब्रो सकिसकेको प्लेयरलाई पनि हान्सी फ्लिकले माथि लगाएको छ कि, यो त झन् यङ्स्टर हो ब्रो, यसलाई चाहिँ झन् क्रेजी पारिदिन्थ्यो हान्सी फ्लिकले। एउटा एक्जाम्पल लियो रफिनिया, बार्सिलोनाको फ्यान्स पुरै अगेन्स्ट थियो रफिनियाको, रफिनिया छोड्नै लागिसकेको थियो, एक पेयर कभरमा भने जस्तै एउटा खुट्टा बार्सा बाहिर थियो। हान्सी फ्लिक आयो, एक कल गर्यो, एकचोटि हुन्छ नि मिटिङ गर्यो, त्यस पछाडि ब्रो लुक एट रफिनिया, रफिनिया बालुन्डोर यो सिजन जित्न नै बेर छैन, यो सिजन सबले मिलेर रफिनियालाई पुस गर्न नि सक्छन् र रफिनियाको गेमले त्यस्तै छ। त्यसै गरी ब्रो ड्रो फर्नान्डेजले चान्स त पाइहाल्छन् यार, मिडफिल्डर कति नै छन् र भने, डानी ओल्मो, डियोङ छ, पेद्री छ, गाबी नि इन्जोर्ड छ त्यही माथि, अनि फ्रेङ्की डियोङ छ, मार्कासादो र बर्नालले सियोरे छोड्लान् जस्तो छ। म त स्ट्रेट पाथ देख्छु त हो, यहाँनिर खेल्न पाउँछ क्या ड्रोले। सो हान्सी फ्लिकले नि मलाई यो मन परेन त भन्यो। अब मैले यसलाई कसरी देख्छु भन्दा वान अफ द वर्स्ट डिसिजन अ प्लेयर क्यान मेक। त्यही माथि अब बोरुसिया डर्टमन्ड यस्तै क्लबहरुमा गए त हुन्छ, तर कहाँ जाने रे भन्दा पिएससीमा गएर के कति प्लेयर्सहरुको करियर खतम भएको छ हामी सबैले देखेको छौँ। यो वान अफ हुन्छ नि अर्को एउटा एक्जाम्पल हुन सक्छ क्या ड्रो फर्नान्डेज। पिएससीमा गएर फाबियन रोइज, भिटिनिया, जाओ नेवेस, त्यस पछाडि अरू टन्नै मिडफिल्डरसँग कम्पिट गर्ने रे। यहाँ बार्सामा भयो त माया त पाइरहेछ, त्यहाँ गएर त जस्ट एनदर प्लेयर, 6 मिलियनमा त आएको हो, यसलाई खेलाइदिने भयो नखेलाइदिने भयो। यहाँ भयो युथ डाइनामिक्समा भयो नि खेल्न पाउला, 20-21को उमेरसम्म त उस्तै परि स्टार्टर हुन बेर छैन, राम्रो खेले। सो ड्रो फर्नान्डेजको चाहिँ वान अफ द बिगेस्ट मिस्टेक अफ हिज करियर, त्यो पनि 18 करियर सुरु हुँदा फेरि बनाइसकेको जस्तो लाग्छ मलाई। सो अहिलेको कन्डिसन हेऱ्यो भने 2026 सम्मको मात्र कन्ट्र्याक्ट छ र 6 मिलियनको रिलिज क्लज छ, कसले हुन्छ नि तिर्छ त्यसले लान्छ। अब म्यान सिटी रेसमा छ, पिएससी रेसमा छ भन्ने कुरा छ। अब बार्सिलोनाले नयाँ डिल चाहिँ सकेन, गराउन नसक्ने भयो, डेकोले नयाँ कन्ट्र्याक्ट साइन गराउन सकेन, त्यही भएर ड्रो फर्नान्डेजले चाहिँ 99% लिभ गर्छ। अब 1% त जे पनि हुन सक्छ, 99% ड्रो फर्नान्डेजले चाहिँ बार्सिलोना अब छोड्यो भन्दा पनि हुन्छ। आफ्नो करियरको सुरुवात चाहिँ एकदमै रफ हुन्छ जस्तो लाग्छ मलाई ड्रो फर्नान्डेजको। अब चाहिँ हामी म्यानचेस्टर डर्बी ब्रो, व्हाट अ डर्बी ब्रो, 2026 बिग 2026 इज डेलिभरिङ, वेदर इट बी ब्रो एल क्लासिको त्यति क्रेजी भयो, त्यही माथि ब्रो म्यानचेस्टर डर्बी, बिग गेम फर अ रिजन ब्रो, म्यानचेस्टर इज रेड भन्दा पनि हुन्छ, किनभने पेप गार्दियोलाको तालुबाट ब्लू सबै निकालिदिसक्यो। पेप गार्दियोलालाई ट्याक्टिकल आउट क्लास गर्दै भन्न पनि हुन्छ माइकल क्यारिकले ब्रो। फर्स्ट गेममा आफ्नो फर्स्ट म्यानचेस्टर डर्बीमा, त्यो पनि पेप गार्दियोलाको यो सुपर टिम, सेमेन्यो ल्यायो अस्ति भर्खर, त्यस्तै गरी प्लेयरहरू ल्याउँदैछ, ग्युई साइन गरिसक्यो। अब हेर्दाखेरि त यो टिम अबको नेक्स्ट 5-10 वर्षसम्म त अनटचेबल हुन्छ जस्तो देखिन्थ्यो, तर दिस गेम वाज अटर शेमफुल। त्यही माथि म्यानचेस्टर युनाइटेड वेयर प्लेइङ लाइक प्राइम बार्सिलोना एट टाइम्स ब्रो, टिकी टाका सबैले देख्यो होला त्यो ब्रो, त्यो एउटा सिक्वेन्स ले त ब्रो टिकी टाका नै खेलिरहेको थियो यार केटाहरूले त। मैले त यो साक्षात बार्सिलोना देखिरहेको छु, के हो त्यो रातोमा निलो धर्को जर्सीमा थप्न मात्र बाँकी हो के हो भन्ठानेको थिएँ एकछिन। अनि अर्को कुरा मलाई के भन्नु लागेको छ भने रुबिन अमोरिम फुकाजी पोर्चुगिज कोचलाई चाहिँ कल गरौँ एकचोटि, पहिला क्लबको लागि जे गर्यो तर एकचोटि कल गरेर म्यानचेस्टरमा बोलाएर फेरि एकचोटि साक हान्दै हुन्छ क्या ब्रो। व्हाट डिड ही डू टु दिस टिम ब्रो, यो टिममा ज्यान थिएन, आत्मा थिएन, नो मोटिभेसन एट अल ब्रो। माइकल क्यारिक आएपछि त यो गेममा ब्रो साक्षात भगवान आएर पसे जस्तो ब्रो।
फुटबलिङ गड्स ब्रो सबै प्लेयरहरूले बल खेलिरहेको छ कासिमिरो बिग 2026 मा कासिमिरोले म्यान्चेस्टर डर्बीमा म्यान अफ द म्याचको अवार्ड पाइरहेको छ ब्रो यो कसले सोच्न सक्छ ब्रो डियागो डालो जसलाई चाहिँ प्र्याक्टिकली रुल आउटै थियो अमोरिमले निकाल्ने खोजिरहेको थियो डियालोले क्रेजी नै खेलिरहेको थियो यो गेममा पनि गेमको कुरा गर्यो भने ट्याक्टिकल मास्टर क्लास नै भन्छौँ अब म्यान्चेस्टर सिटीसँग बल धेरै टाइम थियो वी अल नो थियो तर ब्रो म्यान्चेस्टर युनाइटेडले डिफेन्डिङ यति राम्ररी गरिरहेको थियो कम्प्याक्ट एकदमै कम्प्याक्ट राखिरहेको थियो कासिमिरो मजाले झरिरहेको थियो पछाडि ह्यारी मग्वायर र लिचाको मास्टर क्लास भन्दा पनि हुन्छ एलोङ विथ ब्रो फर्स्टमा डिएगो डालोले झन्डै डोकुको डोको बनाइदिएको थियो ब्रो झन्डै नि नै सकाइदिएको थियो धन्न त्यो येलो कार्ड मात्र भयो रेड हुने पनि चान्सेस थियो दिएन धन्न त्यस पछाडि हामी गेममा जाने हो भने गेम ह्याड एभ्रिथिङ गोल्स दुईटा मात्र भयो भने म्यान्चेस्टर युनाइटेड कुड हेभ इजिली स्कोर 5 देखि 6 गोल्स ब्रो 3टा गोल्स त आँखा अगाडि अफसाइडै भएको थियो र अरू जुन सर्ट्सहरू सेभ गर्यो डोनारुमा नभए अझ ढोल पिट्थ्यो म्यान्चेस्टर युनाइटेडले यो जेनेरेसनल हुन्थ्यो डोनारुमाले पनि धेरै नै बचाएको थियो म्यान सिटीलाई म्यान्चेस्टर युनाइटेडको डिफेन्डिङ डुओको कुरा गरौँ एउटा ब्रो हिमाल जस्तो छ एउटा ब्रो पाताल जस्तो छ मग्वायर र मार्टिनेज एम स्क्वायरले ब्रो क्रेजी नै गर्यो ब्रो हालनलाई त नलिफाई नै गर्दै भन्दा पनि हुन्छ हालनलाई चुइक पनि गर्न दिएनन् झन् लिचाले खतरा ट्याकल हानि नै रहेको थियो त्यसैको कारणले हालनले फर्स्ट हाफमा कति सर्ट हाने गेस गर्नुहुन्छ भने 0 ब्रो 0/0 सर्ट्स अन टार्गेट त्यो पनि हालनको म्यान्चेस्टर डर्बीमा गेमको डेडलक म्यान सिटीको डिफेन्स फाइनली कहाँबाट ब्रेक गर्यो भन्दा म्यान्चेस्टर युनाइटेडले गरि त राख्ने थिए चान्सेसहरू तर डोनारुमाले क्रेजी सेभ्स गरिरहेको थियो फाइनली ब्रुनो फर्नान्डेजले बल पाएर एम्बियुमोलाई दियो काउन्टर अट्याक क्रेजी थियो र एम्बियुमोले ब्रो टाइट एंगलमा क्रेजी गोल हान्दियो ब्रो एम्बियुमो ब्रो व्हाट अ प्लेयर म्यान कटप्पा भन्थे कसले हिजो च्याटमा ब्रो व्हाट अ गोल दैट वाज ब्रो प्रिमियर लीगको वान अफ द बेस्ट प्लेयर्स थियो लास्ट सिजन यो सिजन म्यान्चेस्टर युनाइटेड आएको छ अहिले अब राम्रो गर्दैछ बाट आएर म्यान सिटीको माबेने गर्दियो ब्रो अनि त्यस पछाडी गोल आयो ड्रोगुको ब्रो व्हाट अ ब्रिलियन्ट गोल बाइ ड्रोगु पोजिसनमा पुगेर फिनिश राम्ररी हान्यो अब यससँगै म्यान सिटीले टाइटल रेसमा अब त सक्यो भन्ने कुरा चल्दै थियो उता आर्सेनलले ड्र हान्दियो भनेपछि टाइटल रेस इज प्रिटी मच अलाइभ 2 गेम यताउता गर्यो भने सिटी अगाडि पुगिहाल्छ सिटीले चेज हान्न थालिहाल्छ म्यान्चेस्टर युनाइटेड टप 4 रेसमा अब आइसक्यो माइकल क्यारिकले म्यान्चेस्टर युनाइटेडलाई कतै न कतै पुर्याउला जस्तो किन भन्दा त्यो इटर्नल लभ त छँदैछ अब पेप गार्दियोलाले बेस्ट डीएम आइभ एभर सिन भनेको छ भनेपछि बेस्ट डीएमले क्रेजी नै खेलाइरहेको छ गेम र अझ गेम्स अरू पनि बवाले खेलाउँछ जस्तो लाग्छ मलाई अब हामी स्पेनिश रोयल्टी क्लब द रियल मद्रिड अगेन्स्ट लेभान्तेमा ब्रो गेम फर्स्ट हाफ त म झन्डै निदा थिएँ केटाहरू क्लब द रियल मड्रिड हैज टु चेन्ज अ लट अफ थिङ्स जस्तो लाग्छ क्या आरबी लाउले के कस्तो गर्छ थाहा छैन लाइनअप मलाई फर्स्ट टाइम मन परेको थिएन किन भन्दा एम्बापे र गोन्जालो गार्सिया सँगै स्टार्ट गर्न चाहिँ अलिक सुहाउँदैन जस्तो लाग्छ किन भन्दा एक साइडको हुन्छ नि एउटा डाइमेन्सनको थ्रेट नै गर्छ क्या एउटा विङ्सबाट जाने थ्रेट नै गर्छ मास्तान्तु अनौ ल्याएपछि यो गेममा पनि हल्का राम्रो भएको देखेको थियो हामीले आर्दा गुलर ल्याएपछि राम्रो भएको देखेको थियौँ अहिलेलाई बार्सासँग जम्मा 1 पोइन्टको डिफरेन्स छ अब आज बेलुकाको गेम बार्साले के गर्छ त्यहाँ हेरौँला तर कुरा के छ भन्दा यो टिममा भिनिसियस जुनियर मात्र राम्रो त होइन अब पुरै बुझ खाइरहेको छ बिचारे भिनिसियस जुनियरले पुरा भरको स्टेडियमले नै बु गरिरहेको छ केटो फर्स्ट हाफबाट निक्लिदा हो क्या रुदै जस्तो लागेको थियो मलाई रुदै निक्ले जस्तो बेलिङमले बुझ पाइरहेको थियो फर्स्ट हाफ पछिको 15 मिनटमा स्टेडियम पुरै तातेको थियो भिनिसियस जुनियरको कोही हेटर छ भने अहिले ह्याप्पिएस्ट डेज अफ देयर लाइफ भन्दा पनि हुन्छ त्यतिको खुसी हुने बेला छ कि भिनिसियस जुनियरको बिचारा जताततैबाट एल्लक गएवाला छ क्या लास्ट 2021 कति गेम्समा जम्मा एउटा गोल छ त्यो पनि बार्सेलोनाको अगेन्स्टमा आएको त्यो गेममै जितेको चाहिँ होइन अब यो टिममा भिनिसियस मात्र प्रब्लम होइन एउटा मिडफिल्डमा क्रिएटिभ मिडफिल्डर चाहिन्छ त्यो हामीले देखिरहेको छौँ त्यही माथि मिडफिल्डर्सहरूको पर्फर्मेन्स त्यति दामी छैन बेलिङमको हामीले हेऱ्यो भने बेलिङम ह्याड अ डिसेन्ट गेम तर पनि बेलिङम जुन लेभलमा थियो त्यो लेभलमा पुगेको छैन सेन्ट जावी अलोन्सोको एराइभल हल्का अब हुन्छ नि आफ्नो केही पोजिसन सिफ्ट भएको जस्तो नि फिल भएको छ हामीलाई एफिसियन्सी र पोजिसनिङ देखाउँथ्यो बेलिङमले त्यो अहिले देखाउन सकिरहेको छैन अब आरबी लाउको अन्डरमा के कस्तो गर्छ त्यो हेर्न चाहिँ इन्ट्रेस्टिङै हुन्छ बेलिङम हेज टु इम्प्रुभ जस्तो लाग्छ च्वामिनी कामाभिङ्गा अल्सो जुन जति पहिला खेल्थे त्यति खेल्न सकिरहेको छैन डिफेन्स लाइनको कुरा गर्ने भने डिन हाउसन एसेन्सियो नेक्स्ट रामोस भन्छन् एसेन्सियोले गोल हान्दिहाल्यो डिन हाउसनको राम्रो पर्फर्मेन्स थियो र अरू सबैको पनि राम्रै पर्फर्मेन्स थियो भन्नुपर्छ सो यो गेमबाट रियल मड्रिडले के मात्र लिनुपर्छ भन्दा त्यो लो ब्लक टिमलाई हामीले हराइयो भन्ने नै ठुलो कुरा हो क्या गेममा जब आर्दा गुलरको इन्ट्रोडक्सन भयो त्यस पछाडि चाहिँ हल्का गेम चेन्ज भएको गेमको टेम्पो चेन्ज भएको जस्तो भयो क्लेन एम्बापेले जसो पेनाल्टी निकालिदिहाल्यो अब ब्रो पेनाल्टी जितेर ब्रो पार्ट अफ गेम हो त्यो एक्जिक्युसन एकदम राम्रो थियो डिफेन्डरले खुट्टा चुनुभन्दा अगाडि ढले पनि ढल्ने तरिका सटिक हुनु पर्यो क्या अनि एम्बापेको काम पनि त्यही हो गोल हान्न सक्यो हामी नत्र यो एउटा लिथल फरवर्ड हो अगाडि गरे जुन अहिले एम्बापेले गरेको छ त्यो सबैले सक्दैन क्या हि इज एम्बापे बिकज अफ यस्तै क्रेजी कुराहरूले हो क्या उसले गेम जिताउन सक्छ जुन गेम पनि अस्ति जावी अलोन्सोलाई बचाउन आएको थियो सकेन स्याडली तर जुन गेममा पनि जिताउन सक्ने चाहिँ जुन पावर छ त्यो एम्बापेसँग छ क्या केटाहरू सेकेन्ड गोलको कुरा गर्ने भने आर्दा गुलरको ब्रिलियन्ट डेलिभरीले राउल एसेन्सियोले खत्रै गोल हान्दियो मलाई अब लेभान्तेको कुरा गर्दा लो ब्लक ब्रो यो लालिगा केटाहरू हेर्न लायक त बस्दैन जस्तो लाग्छ कि मलाई किन भन्दा अहिले भएको टिम बटम टिम्सहरू सबै लोवर ब्लक खेल्छन् मोस्टली लोवर ब्लक खेल्छन् टप 4 मै पनि लोवर ब्लक खेल्ने छन् सबै लोवर ब्लक खेल्ने भयो क्या अझ नयाँ आउने प्रमोट हुने टिम छ नि त्यस्तै अस्ति रियल रेसिङ क्लबसँग जुन बार्साले खेल्यो त्यही क्लब प्रमोट भएर आउने हो क्या पछि
सो यसले चाहिँ लालिगाको लास्ट नै बिगार्छ कि मलाई हेर्न रमाइलो आउँदैन यस्तो हेर एउटा टिमले अट्याक गरेको गरेछ अर्कोले डिफेन्ड गरेको गरेछ त्यस्तो गेम हेर्न कसैलाई पनि रमाइलो आउँदैन सो लालिगाको फ्युचर चाहिँ हल्का डाउटमा देखिरहेको छु मैले सो आजको भिडियो यति नै हो ड्रो फर्नान्डेस कता जान्छ जस्तो लाग्छ तपाईँहरूलाई अनि म्यान्चेस्टर युनाइटेड बाउन्स ब्याक होला कि नहोला अनि फाइनली क्लब दे रियल मद्रिड आरबी लाउको अन्डरमा के कस्तो क्रेजी होला के लाग्छ तपाईँहरूलाई टेल मी इन द कमेन्ट्स अनि यस्तै फुटबल कन्टेन्टको लागि चाहिँ सब्सक्राइब गरेर राख अनि यो भिडियो सेयर पनि गरिदियो एन्ड फाइनली गाइज थ्याङ्क यू फर वाचिङ टिल द एन्ड बाई बाई